अब आफ्नो नजिकको साथी, एकदम नजिकको परम मित्र, कस्तो साथीसँग दुःख सार्दा आफ्नो दुःखको निर्मूल हुन्छ त्यो बुझ्न जरुरी छ। याद गर्नुहोस्, किनभने कुनै पागलहरूको बीचमा समझदार भन्न खोज्दा आफूले आफूलाई बौला अर्ध पागल मान्दा फरक नपर्दो रहेछ। यति कुरा ख्याल गर्नुहोस्। भन्छन् चोट सहन सक्नुपर्छ, हाँसु देखायो भने दुनियाँको हाँसुको मजाक बन्न सक्छ। जसले चोट सहँदै दुःख सहँदै अघि बढ्छ नि, त्यही मान्छेमा हुनेछ जिन्दगीलाई जित्ने ताकत। किनभने मान्छे अत्यन्तै छिटो बिरामी हुन्छ भने त्यो एउटा खराब सोचाइले हुन्छ, खराब विचारले हुन्छ। तपाईको मनमा खराब सोच, खराब विचार खेलिरहेको छ भने तपाईको शरीरलाई एकदम चाँडै कमजोर बनाउँछ। भोगाइमा के छ त? भोलि एउटा जिन्दगीमा अहिले हिँडिरहेको गोरेटो भन्दा अगाडि बढ्न सक्ने गोरेटो पनि आउन सक्छ भोगाइमा। यति कुरा बुझ्नुहोस् महोदय, जिन्दगीमा जिते मैले, म खुसी छु, खुसी मनाउँदै। अनि जसले हार्छ, म हारे, म दुखी छु भन्ने सोच कुनै असल मानवको सक्षम सोच हो जस्तो लाग्दैन मलाई। किनभने एउटा खेल हो जिन्दगी पनि। आज हारिएको छ त भोलि पक्कै जित्न सकिन्छ, भोलि पक्कै जित्न सकिन्छ। यसलाई यसरी बुझ्न सक्नुपर्छ।